हेलो एभ्रिबडी वेलकम टु सजिलो अङ्ग्रेजी भाषा युट्युब च्यानल सजिलो इङ्ग्लिस लर्निङ जिरोबाट सजिलै र सरल तरिकाले बुझेर इङ्ग्लिस सिक्नको लागि हाम्रो यस सजिलो अङ्ग्रेजी भाषा युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला। ओके, लेट्स बिगिन नाउ। आजको भिडियोमा हामीले एकदमै बिल्कुल सुरुदेखि अङ्ग्रेजी बोल्न सिक्नेहरूको लागि यो भिडियो बनाएका छौँ। तपाईँहरू एकदमै जिरो लेभलबाट एकदम सुरुवाती क्षणबाट अङ्ग्रेजी सिक्न चाहँदै हुनुहुन्छ भने तपाईँहरूको लागि यो भिडियो एकदमै हेल्पफुल हुनेवाला छ है त। त्यही भएर भिडियोलाई अन्तिमसम्म हेर्नुहोला, भिडियोलाई लाइक गरिदिनु होला है त, सब्सक्राइब गरिदिनु होला च्यानललाई। सुरु गरौँ। जस्तै अब यही शब्दहरूलाई हामीले के गर्नेछौँ, सेन्टेन्ससहित बनाएर कहाँनिर कुन कस्तो कन्डिसनमा प्रयोग गर्न सकिन्छ यो वर्डहरूलाई भनेर हामीहरूले सिक्नेछौँ, जुन चाहिँ नेपाली अर्थसहित। ओके, सुरु गरौँ न त। सबैभन्दा पहिलो वर्ड रहेको छ आई डु। आई डु भनेको के हो त? म गर्छु भनेको हो नि, होइन? आई डु भनेको के अरे? डु भनेको नै के हो त भन्दाखेरि गर्नु हो, होइन? आई डु भनेको चाहिँ म गर्छु। यसलाई सेन्टेन्समा हेरौँ हामीले। आई डु फिनिस माई वर्क अन टाइम। म मेरो काम समयमा नै पुरा गर्छु भन्नु पऱ्यो भने यसरी भन्ने, होइन? म मेरो काम समयमा नै पुरा गर्छु है। आई डु फिनिस माई वर्क अन टाइम। अन टाइम भनेको समयमा नै है, यसरी प्रयोग गर्न सक्छ। इन दिस वे नेक्स्ट सेन्टेन्स रहेको छ आई डु माई वर्क। म मेरो काम गर्छु। आई डु माई वर्क यसरी प्रयोग गर्न सकिन्छ आई डुलाई, होइन? अथवा डुलाई। अब त्यस्तै गरेर अर्को रहेको छ डिड। डिड भनेको मैले गरेँ। यो चाहिँ हामीले पास्ट इभेन्टमा युज गर्छौँ। डु भनेको चाहिँ हामीले प्रेजेन्टमा प्रयोग गऱ्यौँ। अब यो डिड भनेको चाहिँ के गर्छौँ, पास्टमा। जस्तै मैले गरेँ, होइन? म गर्छुलाई गरेँ भन्नु पऱ्यो नि त, होइन? त्यो कन्डिसनमा। जस्तै आई डिड माई जब। मैले मेरो काम गरेँ। आई डिड माई वर्क। मैले मेरो काम गरेँ। आई डिड माई होमवर्क माइसेल्फ। मैले मेरो होमवर्क गृह कार्य मैले आफै गरेँ भन्न सक्यो यसरी। जस्तै आई डिड माई होमवर्क। मैले मेरो गृह कार्य गरेँ, यसरी भन्न सक्यो। यसरी सेन्टेन्स बनाएर हामीले इङ्ग्लिस प्र्याक्टिस गर्न सकिन्छ, इम्प्रुभ गर्न सकिन्छ। जति प्र्याक्टिस गर्नुभयो तपाईँहरूले त्यसरी नै तपाईँहरूको इङ्ग्लिस पनि इम्प्रुभ हुनेछ, यसरी सेन्टेन्स बनाएर प्रयोग गर्ने त। एन्ड दिस वे नेक्स्ट वर्ड आएको छ हि डज भनेको उसले गर्छ, होइन? हि डज भनेको उसले गर्छ। अब यो डज भनेको चाहिँ हामीले हि सी इट कुनै पनि सिङ्गुलर फर्ममा चाहिँ हामीले सिङ्गुलर सब्जेक्टहरूमा चाहिँ हामीले हि यसरी डजको प्रयोग गर्छौँ। जस्तै हि सी इटमा प्रयोग गर्छौँ, होइन? अथवा कुनै पनि नाम पनि छ भने विदाउट आई बाइकमा चाहिँ डजको प्रयोग गर्छौँ। जस्तै हि डज हिज होमवर्क एभ्री डे। उसले हरेक दिन आफ्नो गृह कार्य गर्छ। हि डज हिज होमवर्क एभ्री डे यसरी भन्न सक्यो, होइन? अर्को रहेको छ हि डज अल द वर्क इन द अफिस। ऊ कार्यालयमा सधैँ सबै काम गर्छ। हि डज अल द वर्क इन द अफिस यसरी बनाउन सक्यो त। नेक्स्ट सेन्टेन्स वर्ड आएको छ सी डज। अब अघि हि डज पनि भनेको थियो, हामीले सी डज पनि भन्न सक्यो, उनी गर्छिन्। डज भनेकै गर्नु, गर्छ भन्ने हुन्छ नि त, होइन? डुको चाहिँ के हो त? यो भफाएप हो, होइन? सी डज भनेको के हो? उनी गर्छिन्। सी डज हर जब भेरी वेल। उनी आफ्नो काम धेरै राम्ररी गर्छिन्। सी डज हर जब भेरी वेल। इन दिस वे सी डज योगा एभ्री मर्निङ। उनी हरेक बिहान योगा गर्छिन्। सी डज योगा एभ्री मर्निङ यसरी प्रयोग गर्न सक्यो है त। सी डज हर जब भेरी वेल। उनी आफ्नो काम धेरै राम्ररी गर्छिन्। सी डज योगा एभ्री मर्निङ। आई कुड भनेको म सक्थेँ। क्यानको यो पास्ट भब के हुन्छ त? कुड हुन्छ। कुड भनेको सक्थेँ, सक्थ्यो, होइन? आई कुड म सक्थेँ। जस्तै आई कुड हेल्प यु। म तिमीलाई मद्दत गर्न सक्थेँ भन्नु पऱ्यो भने आई कुड हेल्प यु। आई कुड हेल्प यु। इन दिस वे नेक्स्ट इक्जाम्पल आई कुड स्विम भेरी वेल। म धेरै राम्रो पौडी खेल्न सक्थेँ। आई कुड स्विम भेरी वेल। आई कुड स्पिक हिन्दी। म हिन्दी बोल्न सक्थेँ। आई कुड स्पिक इङ्ग्लिस। म इङ्ग्लिस बोल्न सक्थेँ। यसरी यु क्यान युज इन दिस वे। ओके, लेट्स नेक्स्ट एनदर वर्ड्स दे वेयर। तिनीहरू थिए भन्नु पऱ्यो भने दे वेयर। वेयर भनेको थिए, थियौँ भन्दाखेरि हामीले यो प्लुरल फर्ममा हामीले वाज र वेयरको हामीले प्रयोग गर्नुपर्ने हुन्छ। यो जस्तै वेयर भनेको चाहिँ थिए अथवा थियौँ, यो चाहिँ प्लुरल हो। जस्तै वी यु देसँग चाहिँ वेयरको प्रयोग हुन्छ, होइन? तिनीहरू थिए, दे वेयर। दे वेयर एट होम।
उनीहरू अथवा तिनीहरू घरमा थिए। They were at home. They were at home. They were tired. उनीहरू थकित थिए। They were tired. उनीहरू अथवा तिनीहरू थकित थिए। यसरी प्रयोग गर्न सकिन्छ। In this way, next word रहेको छ I need. मलाई चाहिन्छ। I need. I need. मलाई चाहिन्छ। I need some water. मलाई केही पानी चाहिन्छ। Need भनेकै के हो त? चाहिनु हो नि त, हैन? Need भनेको के हो त? चाहिनु। Need भनेको चाहिनु। मलाई केही पानी चाहिन्छ। I need some water. We need to leave now. हामी अहिले जानुपर्छ। We need to leave now. We need to leave now. त्यस्तै गरेर अर्को नेक्स्ट वर्ड रहेको छ I can. I can भनेको के हो त? म सक्छु। Can भनेकै सक्नु हो नि त, हैन? I can भनेको के हो त? म सक्छु। जस्तै I can speak English. म अङ्ग्रेजी बोल्न सक्छु। कुनै पनि एबिलिटी गर्न सक्ने क्षमताको कामहरूको बारेमा छ भने त्यो चाहिँ क्यान प्रयोग गरिन्छ। जस्तै म पौडी खेल्न सक्छु, म जम्प गर्न सक्छु, म फुटबल खेल्न सक्छु, हैन? काम गर्न सक्ने क्षमता दर्शाउनु पर्यो क्या। जस्तै म इङ्ग्लिस बोल्न सक्छु, यो चाहिँ म इङ्ग्लिस बोल्न सक्ने क्षमता दर्शाइयो नि त। त्यही भएर यसरी क्यानको प्रयोग हो। आई क्यान स्पिक इङ्ग्लिस। म अङ्ग्रेजी बोल्न सक्छु, हैन? त्यस्तै गरेर आई क्यान प्ले द गिटार। म गिटार बजाउन सक्छु। आई क्यान प्ले द गिटार। आई क्यान स्पिक इङ्ग्लिस। दे क्यान। दे क्यान भनेको तिनीहरू सक्छन्। अब यसले तिनीहरूमा पनि प्रयोग गर्न सक्यो, हि सी इटमा पनि प्रयोग गर्न सक्यो, हि क्यान भन्न सक्यो, यु क्यान भन्न सक्यो, हैन? ओके, कुनै पनि गर्न सक्ने कुराहरू बताउनु छ भने तिनीहरू सक्छन्। दे क्यान। दे क्यान प्ले फुटबल। तिनीहरू फुटबल खेल्न सक्छन्। दे क्यान प्ले फुटबल। दे क्यान स्पिक इङ्ग्लिस भेरी वेल। तिनीहरू धेरै राम्रो अङ्ग्रेजी बोल्न सक्छन् भन्नु पर्यो भने, हैन? दे क्यान स्पिक इङ्ग्लिस भेरी वेल। आई क्यान प्ले फुटबल भेरी वेल। यसरी भन्न सक्यो। इट माइट, हुन सक्छ। इट माइट, हुन सक्छ भन्नु पर्यो भने इट माइट, यो चाहिँ सम्भावना जनाउँदाखेरि, हैन? यो पनि जस्तै इट माइट रेन टुमरो, भोलि पानी पर्न सक्छ भन्ने जनाउनु पर्यो भने यसरी प्रयोग गर्न सकिन्छ। इट माइट भनेको हुन सक्छ। इट माइट रेन टुमरो, भोलि पानी पर्न सक्छ। इट माइट बी सक्सेसफुल, ऊ सफल हुन सक्छ। इट माइट बी सक्सेसफुल। आई माइट बी सक्सेसफुल। यसरी मेबी भनेको हुन सक्छ। यो मेबी भनेको पनि के हो त? हुन सक्छ नै हो। जस्तै सी मे बी एट होम राइट नाउ। उनी अहिले घरमा हुन सक्छिन्। सी मे बी एट होम राइट नाउ। सी मे बी एट वर्क, उनी काममा हुन सक्छिन्। सी मे बी एट वर्क। मे भनेको अब अर्को के हो त? सक्छ। कुनै पनि सम्भावना जनाउँदा यो पनि मेको प्रयोग गर्छौँ, हैन? क्यान र मे लगभग उस्तै उस्तै हुन्छ नि, हैन? तर मे भनेको चाहिँ सम्भावना जनाउँदाखेरि हो। क्यान भनेको चाहिँ एबिलिटी, गर्न सक्ने क्षमता जनाउँदाखेरि, हैन? क्यानको प्रयोग गर्छौँ। अब मे भनेको चाहिँ सक्छ अथवा सम्भावना जनाउँदा आई मे गो टु द पार्क लेटर। म पछि पार्क जान सक्छु। आई मे गो टु द पार्क। आई मे गो टु द पार्क। इट मे रेन टुडे, आज पानी पर्न सक्छ भन्नु पर्यो भने इट मे रेन टुडे। इट मे रेन टुडे। युज टु भनेको चाहिँ गर्ने गर्दथ्यो। युज टु। सी युज टु लिभ इन काठमाडौँ। उनी काठमाडौँमा बस्थे अथवा बस्ने गर्थे भन्नु पर्यो भने युज टु भनेकै के हो त? गर्ने गर्दथ्यो। कुनै पनि ह्याबिचुअल एक्सनहरू पनि जोडिन्छ यसमा, है त? बानी परेको कुराहरू, जस्तै म चुरोट पिउने गर्दथेँ, हैन? हो यसरी आई युज टु स्मोक सिगरेट। यसरी नै सी युज टु लिभ इन काठमाडौँ। उनी काठमाडौँमा बस्ने गर्थिन् अथवा बस्थी भन्दा पनि भयो। सी युज टु वर्क एट अ ब्याङ्क। ऊ ब्याङ्कमा काम गर्थ्यो। सी युज टु वर्क एट अ ब्याङ्क। त्यस्तै गरेर अर्को रहेको छ डेयर। डेयर भनेको चाहिँ के हो त? साहस गर्नुलाई हामी के भन्छौँ? डेयर भन्छौँ। दे डेयर टु स्पिक द ट्रुथ। उनीहरूले सत्य बोल्ने साहस गरे। दे डेयर टु स्पिक द ट्रुथ। आई डेयर नट गो देयर। मैले त्यहाँ जाने साहसै गरिनँ। साहस गरिनँ है। यो डेयर भनेकै कुनै पनि कुराहरू साहस गर्नलाई,
हैन आई डेयर टु विन द बिट म बाजी जित्ने साहस गर्दछु दे डेयर टु स्पिक द ट्रुथ उनीहरूले सत्य बोल्ने साहस गरे आई डेयर नट गो देयर मैले त्यहाँ जाने साहसै गरिनँ अर्को रहेको छ सुड भनेको पर्छ भन्नु पर्यो भने हामीले सुडको प्रयोग गर्छौँ जस्तै हामीले दे सुड अराइभ बाई 6 PM सुड पर्छ हैन दे सुड अराइभ बाई 6 PM उनीहरू 6 बजेसम्म आइपुग्नुपर्छ यसरी पर्छ नेसेसरी काम छ भने वाट सुड आई डु मैले के गर्नुपर्छ वाट सुड आई डु अर्को रहेको छ ही कुड भनेको ऊ सक्थ्यो क्यानको कुड त हो यो हैन कुड ही कुड रन फास्ट ऊ छिटो दौडन सक्थ्यो भन्नु पर्यो भने ही कुड रन फास्ट ही कुड बी एट द पार्क ऊ पार्कमा हुन सक्छ ही कुड बी एट द पार्क आई वाज म थिएँ आई वाज एट द अफिस यस्टरडे म हिजो कार्यालयमा थिएँ भन्नु पर्यो भने आई वाज एट द अफिस यस्टरडे वाज भनेकै अब जस्तै कुनै पनि आई ही सी इट सब्जेक्टहरू आउँदाखेरि हामीले वाजलाई प्रयोग गर्छौँ आई वाज ही वाज दे वाज हैन अब यो भनेकै थिए भन्ने अर्थ लाग्यो पास्ट इभेन्टमा बी भर्ब्सको पास्ट भर्ब हो आई वाज द अफिस यस्टरडे म हिजो कार्यालयमा थिएँ आई वाज टायर्ड आफ्टर द वर्कआउट म व्यायामपछि थाकेको थिएँ यसरी भन्न सकियो है त